नमस्ते। हामीले यस भिडियोमा अफर्मेटिभ सेन्टेन्सलाई कसरी एस नो क्वेसनमा चेन्ज गर्छौँ भन्ने बारेमा छलफल गर्नेछौँ। सो सुरु गरौँ वाट इज एस नो क्वेसनबाट। एस नो क्वेसन भन्दा बित्तिकै कुनै पनि क्वेसनको उत्तर यदि यस अथवा नोबाट सुरु हुन्छ भने त्यस्तो खालको क्वेसनलाई एस नो क्वेसन भनेर भन्ने गर्छौँ। भनेको त्यो प्रश्नको उत्तर यस अथवा नोबाट सुरु हुनुपर्छ। ओके। सो यस्ता खालका क्वेसनहरू सधैँभरि एक्जिलरी भर्बबाट सुरु हुन्छन्। अर्थात् एक्जिलरी भर्ब पहिलो वर्ड बन्न पुग्छ यो सेन्टेन्सको। र त्यसमा चाहिँ सम छ भने त्यसलाई क्वेसन बनाउँदा हामीले एनीमा चेन्ज गर्छौँ। सो यसको अन्तिममा यो क्वेसन भन्ने हुने भएको हुनाले यसको अन्तिममा चाहिँ क्वेसन मार्क हुन्छ। सो यो चाहिँ सामान्य जानकारी थियो यास्नो क्वेसनको बारेमा। अब कुरा गरौँ कसरी हामीले अफर्मेटिभ सेन्टेन्स अथवा पोजिटिभ सेन्टेन्सलाई यास्नो क्वेसनमा चेन्ज गर्छौँ भन्ने कुरा को छलफल गरौँ। सो यहाँनिर सेन्टेन्सहरू कुनै एक्जिलरी भएका हुन्छन्, कुनै नभएका हुन्छन्। दुई किसिमका सेन्टेन्सहरू हामीले भन्न सक्छौँ एक्जिलरी भएको र नभएको बारे। पहिला हामीले कुरा गरौँ एक्जिलरी भएको, किनकि एक्जिलरी भएको ले चाहिँ सेन्टेन्सलाई चेन्ज गर्न जति सजिलो हुन्छ नभएकोलाई हामीले अर्को भब राख्नुपर्ने हुन्छ अर्थात् डु भब प्रयोग गर्नुपर्ने हुन्छ। सो अब पहिलो रुलमा हामीले के गर्छौँ भन्दा कुनै सेन्टेन्समा एउटा सिङ्गल एक्जिलरी भब छ भने अर्थात् एउटा मात्र एक्जिलरी भब छ भने हामीले के गर्ने भन्दा त्यो एक्जिलरी भबलाई सब्जेक्टको अगाडि राखिदिने है। सो जस्तो उदाहरणको लागि हेरौँ, यहाँनिर के हेर्छौँ भन्दा जस्तो यो एउटा सेन्टेन्स छ, यसमा दे भन्ने सब्जेक्ट छ, आर प्लेइङ भन्ने भब छ, क्रिकेट भन्ने अब्जेक्ट छ र यसमा के छ भन्दा आर भन्ने एउटा एक्जिलरी भब छ। अब हामीले के गर्ने भन्दा यदि यसलाई यास्नो क्वेसनमा चेन्ज गर्नु पर्यो भने यो आरलाई हामीले उठाएर लगेर सब्जेक्टको अगाडि अर्थात् डेको अगाडि लगेर राख्छौँ र त्यसबाट बन्ने सेन्टेन्स यस्तो हुन्छ, आर दे प्लेइङ क्रिकेट र पछाडि क्वेसन मार्क दिउँ। सो यसरी चाहिँ हामीले क्वेसन अथवा अर्थात् यो यास्नो क्वेसनमा चेन्ज गर्छौँ। त्यसै गरी यहाँनिर छ स्याम हेज पास्ट द इक्जाम, स्याम भन्ने सब्जेक्ट भयो, हेज पास्ट भब भयो, द इक्जाम अब्जेक्ट भयो। अब हामीले के गर्ने यहाँनिर ह्याज भन्ने जुन एक्जिलरी भब छ यो भबलाई लगेर स्यामको अगाडि राखिदिनु पर्यो र त्यस पछाडि बनेको बन्ने सेन्टेन्स ह्याज स्याम पास द इक्जाम हुन्छ। ओके। सो त्यो चाहिँ यास्नो क्वेसन भयो। त्यसै गरेर अर्को छ यो वी भन्ने एउटा सब्जेक्ट भयो, विल विन भन्ने भब भयो, द म्याच भन्ने भयो। सो यसमा चाहिँ विल मोडल भब छ, यो एक्जिलरी भब हो। यसैलाई हामीले के गर्छौँ वीको अगाडि लगेर राखिदिन्छौँ र त्यसबाट बन्ने सेन्टेन्स यस्तो हुन्छ, विल वी विन द म्याच। सो यो चाहिँ एउटा सिङ्गल एक्जिलरी भब भएको अफर्मेटिभ सेन्टेन्सलाई कसरी यास्नो क्वेसनमा चेन्ज गर्ने भन्ने थियो। र त्यस पछाडि अर्को छ कहिलेकाहीँ सेन्टेन्समा दुई वा दुईभन्दा बढी एक्जिलरी भबहरू हुन सक्छन्। सो त्यस्तो कन्डिसनमा हामीले के गर्ने भन्दा पहिलो एक्जिलरी भब फर्स्ट एक्जिलरी भबलाई हामीले के गर्ने सब्जेक्टको अगाडि सार्ने अथवा त्यतातिर अगाडि लाने त्यो काम गऱ्यौँ भने सो यो चाहिँ क्वेसन यास्नो क्वेसन बन्छ। जस्तो उदाहरणमा हेरौँ, यहाँनिर हि भन्ने सब्जेक्ट छ, हेज बिन वाचिङ भन्ने भब छ, मुभी भन्ने अब्जेक्ट छ। यसमा चाहिँ हेज र बिन दुईवटा एक्जिलरी भब छन्। पहिलो एक्जिलरी भब के भयो, हेज भयो। सो यही हेजलाई हामीले के गर्छौँ सब्जेक्टको अगाडि लान्छौँ र क्वेसन मार्क दिन्छौँ र सेन्टेन्स यस्तो भन्छ, हेज हि बिन प्लेइङ सरी वाचिङ मुभी, हेज हि बिन वाचिङ मुभी भन्यो है। सो हेज पहिलो एक्जिलरी भब भएको हुनाले अगाडि गयो। त्यसै गरेर अर्को सेन्टेन्स छ, यहाँनिर यु भन्ने सब्जेक्ट भयो, विल ह्याभ बिन स्टडिङ भन्ने भब भयो, इन क्लास 9 यो एडभर्बियल फर्ममा छ। अब यहाँनिर हामीले के गर्नु पर्यो भन्दा यो फर्स्ट एक्जिलरी भब भनेको विल हो। सो यही विललाई हामीले के गर्छौँ सब्जेक्टको अगाडि लान्छौँ र त्यसबाट बन्ने सेन्टेन्स भनेको ठ्याक्कै यस्तो हुन्छ, विल यु ह्याभ बिन वाचिङ सरी स्टडिङ इन क्लास 9। सो यो चाहिँ अर्को ले चाहिँ वे भयो। त्यसै गरेर अर्को लास्ट यो उसको अर्को सेन्टेन्स छ। यो सेन्टेन्समा के गरेको छ, द पिक्चर भन्ने सब्जेक्ट छ, विल ह्याभ बिन पेन्टेड भन्ने यो चाहिँ भब हो र यसमा चाहिँ फर्स्ट एक्जिलरी भब कुन हो, विल हो। सो यही विललाई हामीले के गर्छौँ यो सब्जेक्टको अगाडि लान्छौँ र यसबाट बन्ने सेन्टेन्स विल द पिक्चर ह्याभ बिन पेन्टेड बाई सीता भनेर जान्छ। सो यसरी चाहिँ अफर्मेटिभबाट यास्नो क्वेसनहरू बनाउन सकिन्छ भनेर हामीले बुझ्नु पर्यो। ओके। सो त्यसै गरेर अर्को छ कहिलेकाहीँ ले चाहिँ एक्जिलरी भब नभएका सेन्टेन्स पनि हुनसक्छ। त्यहाँ एक्जिलरी भबै छैन भने हामीले के गर्नु पर्यो, त्यसमा चाहिँ उपयुक्त डु भब प्रयोग गर्नु पर्यो है। जस्तो एउटा इक्जाम्पल छ, यहाँनिर के गरेको छ भन्दा राम भन्ने सब्जेक्ट छ, यसमा कम्प्लिट्स भी5 छ, हिज वर्क अब्जेक्ट छ।
है। अब हामीले के गर्नु पर्यो भन्दा यो भी5 भएको हुनाले भी5 डुको भी5 के हुन्छ डज हुन्छ। अब डजलाई रामभन्दा अगाडि राख्नु पर्यो अनि राम हुने भयो त्यो कम्प्लिट त्यो भी1मा चेन्ज हुने भयो जस्तो त्यसरी हुँदाखेरि डज भयो राम भयो कम्प्लिट किन भन्दा यसको भी5 डजमा गयो है हिज वर्क अन टाइम यसरी चेन्ज हुन्छ। त्यसै गरेर दे स्टडी अ स्टोरी दे स्टडी अ स्टोरी भने दे स्टडी भब भयो है यो भी1मा छ भी1 भनेपछि डु प्रयोग गर्नु पर्यो त्यसपछि सेन्टेन्स के हुने भयो डु दे स्टडी अ स्टोरी भन्ने भयो। त्यसै गरेर सी रेन भेरी फास्ट है सी रेन भनेको यो भी2 छ भी2 भने डिड हुन्छ सो डिड सी रन फास्ट हुने भयो। यसरी चाहिँ हामीले के गर्छौँ अफर्मेटिभ सेन्टेन्समा यदि एक्जिलरी भब छैन भने एप्रोप्रिएट डु भब राखेर यस नो क्वेसनमा चेन्ज गर्न सक्छौँ। कहिलेकाहीँ हामीले त्यहाँनिर एउटा मात्र भब छ अर्थात् मेन भब मात्रै छ तर त्यो मेन भब के छ बी भब छ भने त्यस्तो कन्डिसनमा चाहिँ हामीले डु भब प्रयोग गर्नु पर्दैन है। तर बी भब भएको बी भनेको इज एम आर वाज वेज जस्ता लेट्स भबहरू भयो भने हामीले लेट्स डु भब प्रयोग गर्नु पर्दैन जस्तो हि इज अ टिचर भयो यहाँ इज भने मेन भब छ अब हामीले के गर्छौँ भन्दा इजलाई हिको अगाडि लगेर क्वेसन बनाउँछौँ जस्तो इज हि अ टिचर भन्यो। त्यसै गरेर अर्को छ दे आर स्टुडेन्ट भएकोमा हामीले के गर्छौँ यो आरलाई अगाडि लगेर क्वेसन बनाउँछौँ यसमा डु भब चाहिँदैन जस्तो आर दे स्टुडेन्ट्स भयो। त्यसै गरेर यहाँनिर युआर सो अनेस्ट भन्ने छ यो आरलाई हामीले के गर्छौँ माथिको जस्तै युको अगाडि लान्छौँ र त्यसबाट भन्ने क्वेसन आर यु सो अनेस्ट भन्ने क्वेसन बन्छ। सो विभव भयो भने त्यसमा चाहिँ डु भब प्रयोग गर्नु पर्दैन विभव मेन भब भयो भने है। तर त्यसको ठाउँमा ह्याभ भयो भने चाहिँ हामीले के गर्नुपर्छ डु भब अनिवार्य प्रयोग गर्नुपर्छ यो ह्याभ भएको खण्डमा ह्याभ भन्दा पनि के हुन्छ ह्याज ह्याभ ह्याड यिनीहरू हुन सक्छन् ओके। सो जस्तो यहाँनिर हेरौँ एउटा इक्जाम्पल हि भन्ने सब्जेक्ट छ ह्याज भन्ने भब छ न्यु बुक भन्ने अब्जेक्ट छ। अब हामीले यहाँनिर हेर्नुपर्ने के हो भन्दा ह्याज भन्ने भी5 छ र यो चाहिँ मेन भब हो त्यसो भयो भने यो भी5 छ भने डुको भी5 के भयो डज भयो। सो यसमा चाहिँ डज हि ह्याभ अ न्यु बुक भयो डज राख्यौँ र डज राखेपछि यो ह्याज भी1मा चेन्ज भयो ह्याभ भयो ओके। सो यसै गरेर अर्को सेन्टेन्स छ दे ह्याभ अ बिग हाउस है देसँग ह्याभ छ ह्याभ भनेको भी1 हो भनेपछि डुको भी1 के हुन्छ डु सो डु दे ह्याभ अ बिग हाउस भन्ने भयो है। त्यसै गरेर अर्को छ ह्याड सी ह्याड अ ब्युटिफुल गार्डन अब यो ह्याड भने भी2 छ र भी2 भयो भने अब हामीले के गर्नु पर्यो डिड युज गर्नु पर्यो र डिडलाई हामीले अगाडि राखेपछि डिड सी ह्याभ अ ब्युटिफुल गार्डन भन्यो। सो यसरी चाहिँ हामीले के गर्छौँ अफर्मेटिभलाई एस्नो क्वेसनमा चेन्ज गर्छौँ। सो त्यस पछाडि अब यास्नो क्वेसनलाई अफर्मेटिभमा कसरी चेन्ज गर्ने त यति बेलासम्म हामीले कुरा गरेको अफर्मेटिभ सेन्टेन्सलाई यास्नो क्वेसनमा कसरी चेन्ज गर्ने भन्ने बारेमा कुरा गरेका थियौँ। अब यास्नो क्वेसनलाई फेरि अफर्मेटिभमा चेन्ज गर्नु पऱ्यो भने के गर्ने हामीले त्यहाँनिर के गरेका थियौँ ठ्याक्कै प्रक्रिया उल्टो हुन जान्छ। सो त्यहाँनिर के हुनसक्छ भन्दाखेरि जुन यास्नो क्वेसनमा चाहिँ एक्जिलरी भब अनिवार्य हुन्छन् एउटा विभव भएको कन्डिसनमा बाहेक अरू सबैमा एक्जिलरी भब हुन्छन् भन्ने कुरा हामीले बुझ्नु पऱ्यो। डु भब भनेको के हुनसक्छ त्यहाँनिर डु भब भयो भने डु डज डिड छ भने त्यो एक्जिलरी भबले चाहिँ छ भने त्यसलाई हटाउने हुन्छ अरू एक्जिलरी भब छ भने के गर्ने त्यसलाई चाहिँ सब्जेक्टको पछाडिपट्टि राखिदिने हामीले अघि न सब्जेक्टको अगाडिपट्टि लगाएका थियौँ अब फेरि के गर्नु पर्यो सब्जेक्टको पछाडि मेन भबको अगाडि अर्थात् त्यहाँ भएका भबहरू अगाडि लगेर राख्नु पर्यो। जस्तो उदाहरणको लागि हामीले के गर्नु पर्यो भन्दा सो ह्याज हि फिनिस्ड हिज वर्क भन्यो यो ह्याज भने एक्जिलरी भब हो हि भने सब्जेक्ट हो अब हामीले के गर्नुपर्ने फिनिस्ड भने भब हो। अब के गर्नु पर्यो भन्दा यो ह्याजलाई यहाँबाट उठाएर के गर्नु पर्यो भन्दा यतापट्टि यो हिको अगाडि लानु पर्यो है अगाडि लाने अनि यतापट्टि फुल स्टप दिने त्यसबाट बन्ने सेन्टेन्स यस्तो हुन्छ हि हेज फिनिस्ड हिज वर्क है। त्यसै गरेर विल हि हेल्प अस भन्ने सेन्टेन्स छ भने यस्तो यहाँ विल भनेको एक्जिलरी भब हो यसलाई उठाएर कहाँ लानु पर्यो हि भन्दा पछाडि लानु पर्यो त्यसबाट बन्ने सेन्टेन्स के हुने हो हि विल हेल्प अस फुल स्टप हुने हो है हि विल हेल्प अस भयो। त्यसै गरेर अर्को सेन्टेन्स छ दे आर दे अटेन्डिङ द मिटिङ भन्यो होइन यो एक्जिलरी भब के छ आर छ आरलाई के गर्नु पर्यो देको अगाडि लानु पर्यो र त्यस पछाडि बन्ने सेन्टेन्स के हुने भयो दे आर अटेन्डिङ द मिटिङ भन्यो। सो यसरी चाहिँ चेन्ज गर्छौँ यदि एक्जिलरी भब छ र त्यो त्यही भएको एक्जिलरी भबलाई अगाडि लगिया छ डु डज डिड छैनन् भने है। यदि डु डज डिड छ भने के गर्ने फेरि हो डु डज डिड छ भने पहिला हामीले के गरेका थियौँ क्वेसनमा चेन्ज गर्दा
राखेका थियौँ भने अब हटाइदिने। जस्तो यो डज भन्ने भब छ, एक्जिलेरी भब, लाइक भन्ने मेन भब छ। हो, अब हामीले के गरौँ भन्दाखेरि यो डजलाई हटाऊँ, यो पछाडिपट्टि यास यास भनेको भी5 हो, यसलाई चाहिँ के गरिदिउँ, मेन भबमा ट्रान्सफर गरिदिउँ। त्यो ट्रान्सफर गरेपछि के हुने भयो, हि लाइक्स मिट हुने भयो, फुल स्टप भयो है। सो हामीले के गर्यौँ, टेन्सलाई चाहिँ ट्रान्सफर गऱ्यौँ, डुलाई चाहिँ हटाइदिउँ। त्यसै गरेर अर्को सेन्टेन्स छ डु दे इन्जोय गेम भन्ने छ, यो भी1 छ। यो भी1 भनेपछि यसको टेन्स यसमा ट्रान्सफर गर्ने हो, तर यो आफै भी1मा छ भने यसलाई हटाइदिने। अब हटाएपछि के हुने भयो, दे इन्जोय द गेम भन्ने भयो है। त्यसै गरेर अर्को डिड यु मिट योर फादर भन्ने भयो। अब डिड यु मिट योर फादर यो भी2मा छ है। भी2मा छ भने यसको टेन्स के गर्नु पर्यो, टेन्स लगेर मिटमा मिसाइदिनु पर्यो है। र डुलाई त्यो डिडलाई चाहिँ हटाइदिनु पर्यो। जस्तो यु मेट योर फादर, यहाँ मिट थियो, यो पास्ट टेन्स भी2 यो डिड भएको हुनाले डिडलाई हटाउँदा यसको टेन्स यहाँ गएर मेट बन्यो। सो यसरी चाहिँ के गर्छ, अफर्मेटिभमा चेन्ज गरिन्छ यस नो क्वेसनहरूलाई। सो यिनीहरू चाहिँ यसको बारेमा केही जानकारी थियो। सो यसमा केही कन्फ्युज भयो भने कमेन्ट गर्न नभुल्नु होला। र यो भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।